झापा पाँचमा चाहिँ बालेन शाहले जित्ने पक्का पक्की छ। अझै पनि केपी शर्मा ओली भन्दा बालेन शाह चाहिँ दोब्बर मतले अगाडि छन्। त्यसो त झापा पाँचमा मात्रै नभएर अहिले 40 ठाउँमा चाहिँ रासुपाका उम्मेदवार नै धेरै अगाडि छन्। यति बेला चाहिँ हाम्रो नेपालमा चुनावी माहौल छ। धेरै मान्छेहरू अहिले नसुतिकन चुनावी माहौल के होला भनेर कुरिरहेका छन्। देश तथा विदेशमा रहेका नेपालीहरूले समेत अपडेट जान्नको लागि निकै नै तयारी अवस्थामा रहेका छन्। उता भने सुशीला कार्की पनि आफ्नो सत्ता हस्तान्तरण गर्नको लागि उनी पनि तयारी अवस्थामा छिन्। धेरैले चाहिँ झापा पाँचमा चाहिँ बालेन शाहले जित्ने पक्का पक्की छ भनेर अनुमान समेत लगाइसकेका छन्। झापा पाँचमा मात्रै नभएर अन्य ठाउँमा पनि रासोपा धेरै अगाडि रहेको कुरा चाहिँ हामीले समाचारबाट चाहिँ प्रष्ट देख्न सकिन्छ। अबको चुनावी माहौल चाहिँ के होला भनेर धेरैले एउटा संस्कारपद समेत रहेको छ। त्यसो त झापा पाँचमा केपी शर्मा ओली र बालेन शाह चाहिँ रासोपाबाट प्रधानमन्त्री बन्ने भइसकेपछि चाहिँ उनी रासोपाबाट उठेका थिए।